हामी नेपाली जनता एकचोटि आफ्नो छातीमा हात राखेर भन्नु त के हामीले राजा चाहिँदैन? हाम्रो देशमा राजाको आवश्यकता छैन अहिले? के राजा हाम्रो शत्रु हो? होइन, राजा भनेको हाम्रो गार्जन हो। पहिला हामी सानो हुँदाखेरि सुन्थ्यो भगवानको पूजा गर्थ्यो, त्यसपछि राजाको पनि पूजा हुन्थ्यो। राजा भनेको देवता जस्तै हो। उहाँको यति ठुलो मन हुनुहुन्छ कि आफ्नो देश जनताको जिम्मा लगाइदियो। तर हामी जनताले के पायो? कोही आफ्नो घर अरूको जिम्मा लगाउँछ? लगाउँदैन। उहाँको मन ठुलो छ, त्यही भएर हामीले सोपिदिएको। तर अब हामी यस्तो व्यवस्था हेरेर किन हामी राजा चाहन्छौँ भन्छौँ? किनभने हाम्रो गार्जन नभएपछि हाम्रो देश अहिले बिग्रिसकेको अवस्था छ। त्यसो भए हामी सबै एकजुट भएर एकजुट मिलेर राजा ल्याऊ, देश बचाऊ।